हाम्रो खबरदारीमा नै काम भएको। हजुर यसमा एस्टिमेट अनुसारकै काम गर्नुभयो। तेजबहादुर गुरुङ आउनु भएको थियो, अब यसपालि चाहिँ राम्रै गरिदिनु भयो, बाटो बनाइदिनु भएको छ हैन। जति हुनुपर्ने त्यो काम भयो, भइसक्यो, राम्रो भएको छ। बाँकी रहेको ठाउँ यो पिचभन्दा बाँकी रहेको ठाउँ पनि गिटी हालेर भरिदिएदेखि राम्रो। छोटफुटको विकासहरू भइरहेछ, राम्रै भइरहेछ। हामीलाई धेरै हामीलाई त ठिकै छ, हामीले चित्त बुझेको छ, हामीले चाहिएको पनि यही थियो। अब यही भने जस्तो पनि भइरहेको छ, भयो। हजुर अरू त यसमा के भन्नु, हामीलाई पिचदेखि लिएर चाहिँ माथिसम्म फिनिसिङ कामहरू राम्रो भयो। जे सब स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिनु पर्छ। चित्त बुझाइछ, केही त्यस्तो छैन, राम्रो, सबै राम्रो छ, गुड छ अहिलेसम्म चाहिँ। हजुर ठिक छ, केही छैन त्यस्तो। जस बाटोको जुन बनेको छ चित्त बुझाइ छ। एकदम सानो समयमा जुन सुरु गरियो, हजुर एकदम सानो समयमा काम प्रतिनिधिहरू आएर पनि चेक गर्नु हुँदै थियो हैन। हजुर अब हामीले त यस्तै होला, यति नै होला, मापदण्ड अनुसार कमी छैन भनाइमा बुझ्यौँ हैन। बराहा क्षेत्र नगरपालिका वडा नम्बर 10 प्रकाशपुर बजार परिसरको बाटो कालोपत्रे भएको छ। यो विषयमा अब समेट्नेछौँ स्थानीय जनताको आवाज। तपाईँको घर अगाडि यो कालोपत्रे बाटो भएको छ, यो विषयमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? एकदम राम्रो गर्नुभएको छ हैन। अब कति वर्ष भयो अहिलेसम्म बाटो भएको थिएन हैन। अहिले अब यो वर्ष अब राम्रै गर्नुभयो। तेजबहादुर गुरुङ आउनु भएको थियो, अब यसपालि चाहिँ राम्रै गरिदिनु भयो, बाटो बनाइदिनु भएको छ हैन। हजुर अनि कतिको चित्त बुझाइ छ त यो बाटोको विषयमा? बुझाइ छ, जति हुनुपर्ने त्यो काम भयो, भइसक्यो, राम्रो भएको छ। सन्तोषजनकै छ, तर यो हामीहरूको 7 मिटरको आएको 5 मिटरको बनाएर चाहिँ अलिकति मन दुखाइ भयो। तर भए तापनि काम गराए राम्रो छ र यो ढल पनि साफ होस् र यो बाँकी रहेको ठाउँ, यो पिचभन्दा बाँकी रहेको ठाउँ पनि गिटी हालेर भरिदिएदेखि राम्रो हुन्थ्यो भन्ने लाग्दछ मलाई। अनि यो किनभने अब डिल बसेको भएको छ, त्यो डिलबाट बाइक झर्दा ओर्दा यता एक्सिडेन्ट हुन्छ। बराबर गिटी हालेर भए पनि लेभल गरिदिएदेखि धेरै राम्रो हुन्थ्यो। काम गराए पिच गरेको त राम्रो, मेटेरियल ठिकै लगाएको जस्तो लाग्छ। जुन यो बाटो कालोपत्रे भएको छ, यो विषयमा तपाईँको के छ त, के छ विचार, कतिको चित्त बुझेको छ त यो बाटोको विषयमा? होइन, हामीलाई त ठिकै छ, हामीले चित्त बुझेको छ, हामीले चाहिएको पनि यही थियो। अब यही भने जस्तो पनि भइरहेको छ, भयो। हजुर अरू त यसमा के भन्नु, हामीलाई त खुसी। यो विषयमा तपाईँले चित्त नबुझेको कुरा चाहिँ के छ त, त्यो कुरा भन्नुहोस् त। चित्त नबुझेको कारणमा त्यो पुल बनेपछि, त्यो पुल बनेपछि पुलमा भित्रीबाट टिपकारी चाहिँ भएको छैन। हजुर त्यतिकै जोडाइ मात्रै गरेको छ। त्यो खोल्ची छ, जो सर्प पस्ने सम्भाव छ। भनेपछि त्यहाँनिर के गरिदिँदा चाहिँ राम्रो हुन्थ्यो त? त्यसलाई टिपकारी गरिदिँदा हुन्छ। त्यहाँ त चाहिएको टिपकारी प्लास्टर गर्नुपर्ने थियो, प्लास्टर गर्नुपर्ने थियो, नहुँदा पनि टिपकारी हुँदाखेरि हजुर ठिक हुन्छ। जुन यो तपाईँको घर अगाडिको बाटो कालोपत्रे भएको छ, यो विषयमा कतिको चित्त बुझाइ छ, यो विषयमा के भन्न चाहनुहुन्छ तपाईँ? एकदम चित्त बुझाइछ, केही त्यस्तो छैन, राम्रो, सबै राम्रो छ, गुड छ अहिलेसम्म चाहिँ। हजुर ठिक छ, केही छैन त्यस्तो। जस बाटोको जुन बनेको छ चित्त बुझाइ छ, एकदम एकदम चित्त बुझाइ छ। यो विषयमा वडालाई के सुझाव दिन चाहनुहुन्छ अथवा के भन्न चाहनुहुन्छ त वडालाई? धन्यवाद भन्न चाहन्छु, धेरै धेरै। त्यो पिच बनिरहँदाखेरि मापदण्ड कतिको चेक गर्नुभएको भएन, यो मापदण्ड अनुसार बनेको छ कि छैन भनेर? जति नै हालेको छु, यस्तो गरेको छु भनेर भनिराख्नु भएको थियो। अब हामीले त त्यही होला भनेर सोच्यौँ होइन। वाडाका प्रतिनिधिहरू आएर पनि चेक गर्नु हुँदै थियो होइन। हजुर अब हामीले त यस्तै होला, यति नै होला, मापदण्ड अनुसार कमी छैन भनाइमा बुझ्यौँ होइन। हजुर अब 5 मिटर भने 5 मिटर छ। पहिला चाहिँ अब 7 मिटर भन्ने थियो, अनि वाडाका अध्यक्षले तपाईँको सबैतिर 5 मिटर भएको हुनाले यहाँ 5 मिटर बनाउने भनेर भन्नुभयो। त्यसमा पनि हामी सहमति नै भयौँ। वडा नम्बर 10 को वडा कार्यालय को परिसरमा होइन, वडा कार्यालय पछाडिको जुन यो बाटो बनेको छ, यो बाटो कतिको चित्त बुझाइ छ त? यो बाटो के यो बाटोमा जति हाल्नुपर्ने थियो, जति मिटर बन्नुपर्ने थियो, त्यो कुराहरू बनेको छ त? यो बाटो एकदम सानो समयमा जुन सुरु गरियो, एकदम सानो समयमा काम लगातार भएको छ। हजुर तर यसको अब हामीलाई थाहा हुँदैन यसको मापदण्ड कति हो, कति हुनुपर्ने भन्ने कुरो त हामीलाई थाहा भएन। हजुर अहिले बाटो चाहिँ एकदम कन्टिन्यू छिटो भयो र हेर्दाखेरिमा राम्रो पनि छ। अब यसको जुन मात्रा पुगेको नपुगेको भन्ने कुरो चाहिँ हामीले पछि जेल थाहा पाउँछौँ। कुन बेला भन्दाखेरि हाम्रो साउन भदौमा जब वर्षा हुन्छ त्यो बेलामा चाहिँ यो बाटो चाहिँ फाटेन, कतै केही भएन भने काम राम्रो भएछ भन्ने कुरा हामी प्रमाणित गर्छौँ। खाडी मुलुक भन्थे, अहिले चाहिँ भए पनि राम्रो विकास भइरहेछ। यहाँ के अरे आज हिजो बेलुका र आज गरेर राम्रो हाम्रो पिच भइरहेछ। जे ठाउँ ठाउँ छोटफुटको विकासहरू भइरहेछ, राम्रै भइरहेछ। हामीलाई धेरै खुसी लागेछ। पिच राम्रो भएको छ त? राम्रै भइरहेछ अहिले हेर्दा चाहिँ होइन। अब पछि
विगतमा के हुन्छ त्यो त अब जस राम्रो भएको छ राम्रो भएको छ जुन यो कालोपत्रे भएको छ तपाईँको घर अगाडिको बाटो यो बाटोको विषयमा के भन्न चाहनुहुन्छ तपाईँ अब यो बाटो घर अगाडिको बाटो बन्दैछ होइन बनेको छ हजुर अब यसमा समग्रमा भन्नुपर्दाखेरि सन्तोषजनकै छ सन्तोषजनक छ अनि कतिको इस्टिमेट हजुर अब बाँकी रह्यो भनेको अब ढलको कुरा हो यो बाटो कालोपत्री जुन भएको छ यो इस्टिमेट अनुसार काम भएको छ कि छैन तपाईँ यहाँको स्थानीय कतिको यो विषयमा के कतिको इस्टिमेटहरू कतिको खबरदारी गरेर यो घर अगाडिको बाटो पिच बनाउनु भयो त यो हाम्रो खबरदारीमा नै काम भएको हजुर यसमा इस्टिमेट अनुसारकै काम भएको छ हजुर अब बाँकी बात भनेको चाहिँ अब यो जुन ढलहरू छ हजुर ढल चाहिँ ओडाले सरसफाइ ओडा मार्फत हजुर ढलको सरसफाइ गर्ने योजनाहरू बनाउनु पर्यो हजुर अब बाटोमा अहिले यो अवस्थामा बाटोको परिणामलाई चाहिँ हामीले सरस्वती मूल्याङ्कन गर्दाखेरि भनेको हजुर सही नै छ सही नै छ मूल्याङ्कन गर्दाखेरि सन्तोषजनक छ सन्तोषजनक छ अब यो विषयमा अब ओडाप्रतिलाई अब हार्दिक धन्यवाद दिन चाहन्छु भोलिको दिनमा यस्ता कामहरू दिनमा अब ओडाले यस्ता कामहरू गर्दै जाओस् कालोपत्रे भएको छ यो विषयमा चाहिँ कतिको चित्त बुझाइ भएको छ त यो चित्त बुझ्दा काम भएको छ कि छैन यो विषयमा चित्त बुझ्दै छ हामीलाई खुसी नै छ जस राम्रो काम भएको छ अनि यो विषयमा वडालाई के भइदिए राम्रो हुन्थ्यो अथवा के भन्न चाहनुहुन्छ त अझै योभन्दा अझै राम्रो उता पनि विकास भए हामीलाई अझै खुसी हुन्थ्यो जस अझै अगाडिसम्म पुरैसम्म अगाडि पिछसम्म भइदिए राम्रो हुन्थ्यो अझै राम्रो हुन्थ्यो अझै खुसी हुन्थ्यो सबै चित्त बुझेको छ भनेको अनुसार भएको छ हजुर सहज भएको छ हिँड्दा ओर्दा यो कल्भर्ट पहिले यस्तै थियो कि यसलाई पुरै मर्मत गरेको छ कि पहिलेकैमै केही थप घट गरेको हो यो कल्भर्टको विषयमा पछाडिको अलि सानो थियो अलि सानो थियो त पुल ठुलो भएको छ पुल कल्भर्टलाई ठुलो बनाइएको छ पहिले सानो थियो काम चलाउँथ्यो अहिले यो पिच बने सँगसँगै यो कल्भर्ट बढेको छ नि यो कल्भर्ट त पहिला त सानो थियो एउटा गाडी छिर्न अलिक गाह्रो थियो अहिले चाहिँ जोस् अहिले त सजिलो भयो ठुलो भयो राम्रै हो पछि बनौ राम्रै बनौ तर अलिकति बढ्दिएको भए राम्रो हुन्थ्यो यो बाटो त बन्यो तर नालाको हेर्नु यहाँ भनेपछि नालाको बिजोग छ नालाले गर्दाखेरि हाम्रा बालबच्चाहरू झर्ने भए हजुर पिचमा अब स्पिड आउँछ गाडी हजुर गाडीले अब आधी मात्रै छ हजुर अनि त्यही भएर राम्रो चाहिँ राम्रो एकदमै राम्रो पिच बनेको राम्रो तर यहाँ व्यवस्थित चाहिँ नालाको पनि हुनु पर्थ्यो जस्तो लागेको नि पिच सँगसँगै हाम्रो नालाको पनि व्यवस्थापन गरिदिए अनि यो ढकनको व्यवस्था पनि गरिदिए हामीलाई राम्रो हुन्थ्यो नि यो त्यहाँनिर जुन पुल छ नि पुल बनेको पछाडिपट्टि पनि ठुलो नालाको त्यो उ छ हाम्रा बालबच्चाहरू पनि लड्ने भए ठुलै मान्छे पनि डुब्ने छ त्यसैले त्यसको पनि मर्मत गरिदिए हामीलाई अलिक राम्रो हुन्थ्यो अझ राम्रो हुन्थ्यो एक्सिडेन्ट ढिलै भए पनि यो हाम्रो घरको बाटो यो गुम्बा जस्तो जोड्ने बाटो चाहिँ राम्रै भएको छ बेसदेखि लिएर चाहिँ माथिसम्म फिनिसिङ कामहरू राम्रो भयो जे सब स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिनुपर्छ अनि जस जुन तरिकाले सुरुमा बाटो बन्ने योजना बनाउनु भएको थियो यति मिटरको बाटो बन्छ यति बन्छ यति मोटाइ लम्बाइ होइन चौडाइ बन्छ त्यो कुराहरू त पुरा भएको छ नि अब बुझाएअनुसार जस 5 मिटरको बाटो भन्ने सुनाएको थियो हजुर लगभग त्यही अनुसार नै बनेको छ 5 मिटर अनुसार नै बनेको छ त्यही अनुसार बनेको छ राम्रै छ राम्रो छ भने बाटोको एकदम फिनिसिङ राम्रो छ राम्रो बनेको छ अनि कतिको चित्त बुझ्दछ त यो काम कसरी भयो तपाईँले यो पिच भन्दाखेरि खबरदारी गर्नुभएको भएन यति हुनुपर्छ यति बनाऊ यो विषयमा के बोल्नु भएको भयो नि तपाईँहरू होइन केही म बोलिनँ अब राम्रै भयो यति बनेको भए त राम्रै लाग्यो राम्रो लाग्यो पहिलेको भन्दा त राम्रो भयो नि पहिले भन्दा राम्रो छ भनेपछि तपाईँले यो पिच भन्दाखेरि कतिको हेर्दै गर्नुभयो त यो यसै गर्नुपर्छ यो गर्नुपर्छ भनेर कतिको खबरदारी गर्नुभयो त राति भएको नानी थियो होइन सानो त्यति यसो अलिअलि हेर्यो राति यो राति भयो तर राति भए पनि जस राम्रो भएको छ नि त एकपल्ट चाहिँ राति भयो एकपल्ट चाहिँ अहिले बिहान भयो अनि यो विषयमा यो वडाप्रति के भन्न चाहनुहुन्छ त वडाले राम्रो गर्नुभएको छ यसपालि अब यो वर्षौँदेखि गर्ने भनेको पिच होइन यसपालि पुरा भएको छ राम्रै भएको छ ए ल राम्रो छ चित्त बुझाइ छ
जुन यो वडा कार्यालय पछाडिको जुन यो बाटो बनेको छ यो बाटो कस्तो बन्यो त यो बाटो बन्नमा कतिको चित्त बुझाइ छ त यो बाटो राम्रै किसिमले बनेको छ राम्रै मेटेरियल हालेको छ होइन हजुर यो मेटेरियलको विषय बुझ्नु भएको छ तपाईँले मैले बुझेको भन्नाले पनि तपाईँको मापदण्ड जुन अनुसारको उसले चाहिँ हजुर होइन लगायत यहाँ इन्जिनियर प्लस जनप्रतिनिधि हजुर अनि हामी स्थानीयवासीले गरेर कहाँसम्म यहाँसम्म भनेपछि 5 मिटरको भन्ने सुन्नमा आएको छ हजुर सायद त्यहाँसम्म नै होला त्यो मापदण्ड गरेको भनेको चाहिँ प्रमाणित भएको छ भनौँ न दिनहरूमा हामी यस्तो तपाईँको यहाँ अब हिलोबाट हिँड्थ्यौँ हामी धुलोबाट हिँड्थ्यौँ भने हजुर अब जनप्रतिनिधिहरूले होइन अब कुन कोषबाट आएको पैसा सदुपयोग भयो यहाँनिर त्यही नै ठुलो एउटा उपलब्धि हो अहिले जुन यो कालोपत्रमा हिँड्नु पाएको छौँ त्यो चाहिँ एउटा गर्व हो क्या दर्शकबिन अहिले भर्खरै सुन्यौँ स्थानीयको आवाज भोलिको दिनमा स्थानीयको आवाजलाई मध्यनजर गर्दै स्थानीयले दिएको सल्लाह सुझाव र स्थानीयले उठाएको समस्यालाई समाधान गर्नको निमित्त आशा छ भोलिको दिनमा वडा नम्बर 10 का वडा कार्यालयका सम्पूर्ण जनप्रतिनिधिहरू लागि पर्नुहुनेछ। समाचारको लागि समीर चन्द्रवंशी।